नमस्ते साथीहरू, आज म आइपुगेको छु भाइरल टेम्पलबाट परिचित भुवनेश्वरी देवी मन्दिर। आउनु सँगसँगै यात्रा गरौँ। यात्रा भाइरल टेम्पल। भुवनेश्वरीको यो मन्दिर देवी भुवनेश्वरी शक्ति स्वरूपको रूपमा समर्पित छ। काठमाडौँको तारकेश्वर क्षेत्रको माथिल्लो डाँडामा अवस्थित छ। पछिल्लो समय टिकटक, फेसबुक र युट्युबमा यसको दृश्यहरू अत्यन्त भाइरल भएका छन्। किन भाइरल टेम्पल भनेर चिनियो? गजुरै गजुरको मन्दिर 1000 सिरी भएको मन्दिर। सोशल मिडिया भाइरल क्लिप्स बादलमाथि जस्तो दृश्य देखिने, क्लाउड भ्यू, सनराइज, सनसेट भ्यू, धेरै सिनेम्याटिक र आकर्षक नेचर, स्पिरिचुअल भाइब, शान्त, हरियाली, ड्रिमी फिलिङ। कन्टेन्ट क्रिएटर्सले बनाएका रिल्स, शॉर्ट्स, भिडियो विभिन्न सोशल मिडियाबाट काठमाडौँ उपत्यकाको उत्तर पश्चिम भागमा हरियाली, जङ्गल र पहाड बीच अवस्थित छ। यो क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक पर्ने भएकाले निकै शान्त र आध्यात्मिक वातावरण पाइन्छ। काठमाडौँबाट नजिक करिब 1 घण्टाको दूरीमा अवस्थित गाडी वा बाइकबाट सजिलै पुग्न सकिन्छ। कसरी पुग्ने? सार्वजनिक सवारी साधन बालाजुबाट यस स्थानको फेदीसम्म पुगिन्छ। काठमाडौँबाट करिब 1 घण्टामा पुग्न सकिन्छ। बाइक र गाडीबाट यस स्थानको फेदीसम्म पुगिन्छ। अन्तिम भागको फेदीमा आफ्नो सवारी साधन पार गर्दै 1000 सिडी उक्लेर मन्दिरमा पुग्न सकिन्छ। 1000 सिडी उक्लँदै गर्दा दायाँ बायाँ हरियाली, बोट बिरुवा, बारीपारीको रमणीय दृश्यहरू र विभिन्न चरा चुरुगीको आवाजले मनै प्रफुल्ल हुन्छ। किन जाने? मुख्यतः मन्दिर, गजुरै गजुरको मन्दिर अवलोकन र भुवनेश्वरीको दर्शन गर्न, साथै उच्च स्थानमा भएकोले वरिपरिको रमणीय दृश्य अवलोकन गर्न। 1000 सिडीको अवलोकन र अनुभव गर्न, गजुरै गजुरको मन्दिर अवलोकन र दर्शन गर्न। भाइरल कन्टेन्ट बनाउन पर्फेक्ट स्पट। बादलमाथि बसेको जस्तो फिल गर्न, मानसिक शान्ति र मेडिटेसन गर्न। 1 डे ट्रिप, शॉर्ट स्पोर्ट हुन सक्छ। सानो सुझाव, बिहान सबेरै जाँदा राम्रो दृश्य देख्न पाइन्छ। मौसम क्लाउडी, क्लियर अनुसार एक्सपिरियन्स फरक हुन्छ। मौसम परिवर्तन भइरहने यस स्थानमा नौलो अनुभव र अनुभूति गर्न सकिन्छ। मन्दिरभित्र केवल फूल र भेटीले मात्र पूजा गर्न सकिन्छ। अक्षता, अबिर, केसरी चढाउन पाइँदैन। मन्दिरभित्र क्यामेरा लैजान निषेध गरिएको छ।
त्यसैले बाहिरबाट नै फोटो भिडियो खिच्न सकिन्छ। सफा राख्ने र धार्मिक स्थानको सम्मान गर्न ध्यान दिनुहोस् साथीहरू। आजको यो प्रस्तुति कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब पनि गरिदिनु होला है, ताकि आगामी दिनमा यस्तै प्रकारका भिडियो सामग्रीहरू बनाउन र तपाईहरू सामु पस्किन हामीलाई हौसला र प्रेरणा मिल्नेछ। यतिन्जेल भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।